हेलो गुड इभिनिङ। यो चाहिँ हाम्रो हिजोको डिनरको भिडियो हो। हामीले डिनरमा चाहिँ बनाएको थियो अर्ग्यानिक एकदम घरमै रोपेको फलेको सिस्नु। सिस्नु चाहिँ मैले आलुसँग बनाएको थिएँ। सिम्पल बनाउँछु, अरूले चाहिँ झानेर बनाउँछ, मलाई चाहिँ आलुसँग मिठो लाग्छ। अन्त यसमा चाहिँ लसुन, टिम्बुर, चिम्पिङ जे हाल्दा पनि हुन्छ। मैले चाहिँ लसुन हालेको थिएँ। त्यहाँदेखि यसको कम्बिनेसन योसँग खाने चाहिँ मैले चाहिँ फापरको पिठोको ढिँडो बनाउँदैछु। ढिँडो बनाउँदा चाहिँ म चिसो पानीमा बनाउँछु। ढिँडो बनाउँदा चाहिँ पुरा चलाउनु पर्छ, जसरी चलाक्कै घोलेको गर्नुपर्छ, नभए चाहिँ टालिन्छ हो। यो चाहिँ मलाई मेरो बोजूले सिकाएको नि त बनाउनु, मेरो आमाको आमा। अन्त ढिँडो चाहिँ यसरी मजाले चलाउँदै मजाले सानो ठिकैको आगोमा चलाउँदै यसरी पकायो भने चाहिँ मिठो हुन्छ। अन्त डल्लो पनि पर्दैन, अन्त मजाले पाक्छ हो। आज चाहिँ हामी अर्ग्यानिक खाना खानु भनेर चाहिँ बनाएको, बत्ती पनि थिएन। आज ढिँडो, टिम्बुरको अचार, सिस्नु, क्यान्डल लाइट डिनर भयो हाम्रो चाहिँ हो। बत्ती पनि थिएन, रेनी सिजन स्टार्ट भएपछि चाहिँ बत्ती गइ बस्छ हो। अन्त हामी चाहिँ आज यसरी खायौँ। तपाईँहरूले चाहिँ के खानुभयो?